परमेश्वरको आत्मा छ, त्यसको आत्मा नै। अब यो आत्मालाई कसरी चलाउने उसलाई के थाहा? ईश्वरको आत्मा ईश्वरले चलाउनुहुन्छ, उसलाई थाहा छ कसरी चलाउनु पर्छ। कसलाई थाहा छ त? परमेश्वरलाई थाहा छ। तब त्यो दासत्वबाट कसले छुटाउनु भयो? परमेश्वरले। त्यस्तै रोग, समस्या, डर, त्रास, निन्दा, त्यो सबै खराबीको दासत्वबाट धन्यवाद पिता, तपाईले मलाई उठाइसक्नु भयो। बोल्नुहोस्, परमेश्वरले आँखाको अगाडि प्रकट गरिसक्नु भएको छ। आज परमेश्वरले आफ्नो राज्य यति बढाउनु भएको छ, यति बढाउनु भएको छ हैन? किन बढेको छ भने आँखाको अगाडि काम प्रकट छ अनि नहुने त कुरै भएन। हिजोको भक्तिमा शक्ति थिएन, आजको भक्तिमा शक्ति छ। अहिले वचन खायौं, अहिले काम पाइसक्यौं, अहिले उद्धार पाइसक्यौं, अहिले चंगाई पाइसक्यौं, अहिले जीवन पाइसक्यौं। यस्तो शर्माउन नपर्ने हैन? परमेश्वरको यो शक्ति मतलब सत्यताको शक्ति पाएका छौं अनि उहाँको महिमामा भिड नलागेर कसकोमा लाग्ने हैन हजुर? त्यसैले हे जान्यौ आज हामी सबले ईश्वरी भन्ने संस्कार, जान्यौ आज हामी सबले ईश्वरी भन्ने संस्कार। सर्वप्रथम गर्छु म त पितालाई नमस्कार, ईश्वर तिम्रै नाउँमा। सबले गाउनुहोस् है, साइड भएर। ईश्वर तिम्रै नाउँमा सच्चाइ खोल्यो ठाउँ ठाउँमा, ईश्वर तिम्रै नाउँमा सच्चाइ खोल्यो ठाउँ ठाउँमा, ईश्वर तिम्रै हैन त? आज यस्तो संस्कार अनि यस्तो एकदमै शक्तिको भक्ति गर्न पाएका छौं अनि सच्चाइ खुलेको छ ठाउँ ठाउँमा, गाउँ गाउँमा, नगर नगरमा, चोक चोकमा। परमेश्वरको राज्य धुम मच्चिरहेको छ। विदेशमा पनि 100औं भन्दा बढी राष्ट्रमा परमेश्वरको महिमा बढिरहेको छ हैन हजुर? त्यसैले हे कति रुँदै हिँड्यौं हामी, कति सक्यौं धान हैन?